आज हामी मेला आएका थियौँ र मेलामा युनिका बहिनीले भूतघरमा जाउँ भनिरहेको थियो अनि 200 को टिकट काट्यो अनि भित्र छिर्न साथ उसले चाहिँ पहिले सुरुमा चाहिँ स्ट्याचु जस्तो देखाएको थियो एउटा त्यहाँ देखिएको थियो अनि त्यसो भित्र गइसकेपछि मान्छेहरूले त्यहाँ मास्क लगाएर बस्दा आउँदो रहेछन् अनि उसले चाहिँ भूतको मास्क लगाएर चाहिँ बसेको बेला चाहिँ उनीहरूले चाहिँ एक्कासी चपस कोटाइदिँदाखेरि बहिनी चाहिँ एकदमै बाहिर निस्किँदा रुन खोज्दै आँखाभरि आँसु बनाएर बहिनी चाहिँ अगाडि बाहिर आइन् रुन खोज्दै अनि किन आऊ आऊ भन्दा मैले बोलाउँदा पनि ऊ आएन ऊ चाहिँ डरायो अलि डरायो अनि म पनि फेरि त्यसपछि म चाहिँ भित्र छिरेँ भित्र गएर सुरुमा यो स्ट्याचु थियो अनि यसपछि यहाँनिर चाहिँ कर्नरमा चाहिँ एउटा हात थियो यसैले कोट्टाएको थियो त्यहाँनिर अनि त्यसपछि यहाँनिर फेरि अर्कोले कोटाउँछ 4-5 जना चाहिँ राखिएको रहेछ 1 मिनट मात्रै भित्र हेर्न पाइयो भनौँ न जुन मास्क लगाएको मान्छेहरूले नि कोटाउने अनि अथवा त्यो भूतको साउन्डमा चाहिँ तिनीहरू चाहिँ देखा पर्छ।